सलमानी अटो वर्कसप तिमीले काम गरेकोमा सर्भिस कस्ट यति कम कसरी लाग्छ है? सर्भिस चार्ज यसरी कम कसरी लाग्छ? सामान सर्भिसिङ गरे तापनि एकदमै कम पैसा आउँछ, कसरी हुन्छ है? ल आउनुहोस्, कतिजनाको यही कुरा छ कि सर्भिसिङ सलमानी अटो वर्कसपमा गऱ्यो भने एकदमै कम पैसा लाग्छ र राम्रो काम हुन्छ है। म देखाउँछु तपाईँलाई कि हाम्रो यहाँ सस्तोमा र राम्रो र एकदमै टिकाउ कसरी कामहरू हुन्छ है। आउनुहोस्, म देखाउँछु। सबभन्दा पहिला एकजना कस्टमरले यो बाइक छोड्नु भए रहेछ, उहाँको चाहिँ डिस्प्याच तपाईँले हेर्न सक्नुहुन्छ। 50% जति थियो डिस्प्याच, 50% थियो भनेपछि हामीले चलाइदिउँ। उहाँले त फेर्ने भन्नुभएको थियो कि फेरिदिने, 50% भएर पनि हामीले चलाइदिइसक्यौँ है। त्यसपछि अब दोस्रो कुरा है, मानम अब उहाँले भन्नुभएको थियो यसको प्लगहरू फेरिदिने है। हेर्नुहोस्, प्लग राम्रै छ, हामीले चेक गऱ्यौँ, प्लग चेक गर्दाखेरि प्लग राम्रै छ, प्लग लगाइदिउँ यही, ठिक छ नि। अब कस्तो छ भनेपछि अरू कुराहरू पनि हेर्नुहोस्, चेन स्पकेटका दाँतहरू पनि राम्रै छ, टायरहरू पनि राम्रै थियो अनि अरू चाहिँ कामहरू हुँदैछ। त्यही भएर हाम्रो यहाँ जुन सामानहरू फेर्ने छ, जुन सामान वास्तविक बिग्रेकै छ अनि जुन सामान एकदमै नचल्ने छ, त्यही सामान मात्र हामीले फेर्छौँ, ठिक छ नि। जताभावी त्यो मान्छेको सामान यो खराब छ, त्यो खराब छ, यो खराब छ, त्यो खराब छ भनेर कुनै रिजल्ट हुनेवाला छैन साथीहरू। अरूले पनि दुःख कष्ट गरेर नै 4 पैसा कमाउँछ, जस्तो हामीले त्यस्तै अरूले। त्यही भएर मान्छेको जुन सामान फेर्नु पर्ने छ अनिवार्य त्यही मात्र फेरौँ र सर्भिसिङ A1 गरेर देऊ, जस्तो सलमानी अटो वर्कसपले गर्छ है। म सबलाई भन्दैन कि सबै मिस्त्रीहरू नराम्रो हुन्छ भन्ने म भन्दैन, तर मेरो कतिपय साथीहरूले यस्तो गर्छन् है, त्यस्तो नगरिदिनुहोस्। कस्टमरको चित्त दुख्छ है। मजाले काम गर्नुहोस्, मेहनतका साथ गर्नुहोस् र कस्टमरलाई सन्तुष्ट र खुसी पार्नुहोस् है। ल, सलमानी वर्कसप।